दर्शन नमस्ते, के छ सबैजना सन्चै हुनुहुन्छ? आज मेरो मङ्गलबारको व्रत अनि मैले यहाँ घिउ हालिसकेको छु लड्डु बनाउनलाई, सुजीको लड्डु बनाउनलाई। अनि यहाँ घिउ हालेर हल्का ड्राई फ्रुट्स हाल्छु। अलिक घिउ बढी तारिसकेको छ कि मेरो। अनि त्यो पछि अलिक 1 कप जति मैले सुजी हालेँ। अनि त्यसलाई भुटेर चलाएको छु। साथीहरू, हजुरहरूले के हालेर बनाउनुहुन्छ? अनि मैले यसमा चाहिँ अनि पाउडर मिल्क हालेँ अनि चलाएर अनि मेरो रेडी भइसकेको थियो, भुटिसकेको थियो। खनाएर अनि फेरि मैले कराईमा चिनी हालेँ चास्नी बनाउनको लागि। चिनी हालेर अनि पानी हालिदिएँ 1 कप जति। अब चाहिँ चिनीको गुलियो कसरी खाने आफ्नो हिसाबले हुन्छ नि त। म चाहिँ हल्का गुलियो बनाएँ। अनि उम्लिसकेको थियो। अनि उम्लेपछि चाहिँ मैले हल्का चलाएँ, अलि मजासँग घोलियोस् चिनी भनेर। अनि घोलिएपछि चाहिँ छिटो घोलियोस् भनेर मैले डरले चलाइरहेको छु चिनी चाहिँ। अनि त्यो पछि उम्लिसकेको थियो मेरो पानी। अनि उम्लेपछि चाहिँ मैले त्यसमा हालेँ अघिको सुजी र ड्राई फ्रुट्स भुटेर राखेको वाला। अनि फेरि हजुरहरूले भन्नु होला नि, यो त हलुवा जस्तो देखेको छ भन्नु होला नि। फेरि हलुवा चाहिँ होइन है, मैले सुजीको लड्डु बनाएको। अनि फेरि मेरो पनि फर्स्ट ट्राई हो, मैले अहिलेसम्म बनाएको चाहिँ छैन। आज मङ्गलबारको दिन अनि गणेश भगवानलाई चढाउँ भनेर चाहिँ मैले बनाएको हो। यस्तै लाग्यो भनिदिनुहोस्, कमेन्ट गरिदिनुहोस् ल। त्यसपछि मेरो कुल डाउन भइसकेको थियो अनि मैले यहाँ डल्लो बनाउन थालिसकेँ। हेर्नुहोस् हजुरको साथीको कमाल लड्डु। अब यहाँ चाहिँ मेरो लड्डु लगभग